नमस्कार साथीहरू, के तपाईलाई थाहा छ पापको परिणामहरू? आज म केही छोटकरीमा पापको परिणामको बारेमा केही भन्न लागिरहेछु। पापको परिणाम के हुन्छ? अनि बाइबलले भन्दछ, रोमियोको 6:23 ले यसरी भन्दछ, फर द वेजेस अफ सिन इज डेथ। नेपालीमा भन्नुपर्दा किनकि पापको ज्याला मृत्यु हो। धेरै पटक पाप स्वीट लाग्छ, इट लुक्स एट्र्याक्टिभ, इन्जोयेबल, तर रिजल्ट अलवेज बिटर हुन्छ दोस्त। पापले हामीलाई परमेश्वरबाट टाढा लैजान्छ, जस्तो कि हाम्रो जो पिस, जोय र रिलेसनसिप तोड्छ। बाइबलमा लेखिएको छ, यशायाको 59:2 मा यसरी भन्दछ, योर सिन ह्याभ सेपरेटेड यु फ्रम गड। तिमीहरूको अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। तर गुड न्युज के हो भने Jesus Christ offers forgiveness and new life. पापको परिणाम मृत्यु भए पनि God's gift is eternal life in Christ Jesus. आज नै सोचौ, sin gives temporary pleasure, but Jesus gives eternal life. Thank you and God bless you all.